र 18D सिनेमामा चाहिँ हजुरले सिनेमा हेर्ने मात्र होइन, नयाँ दुनियाँमा हेर्ने मात्र होइन, नयाँ दुनियाँमा छिरेको नै अनुभव गर्नुहुन्छ। यहाँ चाहिँ हाम्रो डाइनोसरको युगदेखि हजुर समुद्रको गहिराईसम्म, अन्तरिक्षमा, त्यसपछि एकैचोटि 12वटा देशहरूमा पुग्न सक्नुहुन्छ। स्नो वर्ल्ड, अन्टार्क्टिका, मरुभूमि, यति धेरै यो 18D सिनेमा पोखरामा चाहिँ हजुरले 17वटा दुनियाँहरू छ, 17वटा दुनियाँहरूमा हजुर जान सक्नुहुन्छ। र 18D सिनेमा चाहिँ नर्मल सिनेमा जस्तो हुँदैन। यहाँ चाहिँ हाम्रो यदि स्क्रिनमा पानी आइरहेको छ भने हजुरको फेसमा पनि पानी आउँछ, यदि हावा चलिरहेको छ भने हावा चल्छ, अब स्नो इफेक्ट छ भने चाहिँ साँच्चीकै नै स्नो आउँछ, मुभिङ सिट्स हुन्छ, यदि हजुरको अब स्क्रिनमा जसरी मुभमेन्ट भइरहेको हुन्छ त्यसरी नै सिटको पनि मुभमेन्ट हुन्छ। 360 डिग्री भ्यूको साथ चाहिँ 18D सिनेमा चाहिँ यहाँहरूले अनुभव गर्नुहुनेछ। यस्तो चाहिँ हाम्रो 18D सिनेमाको चाहिँ एउटा ट्यागलाइन छ, हामी फिल द थ्रिल भन्छौँ। अहिलेसम्म अनुभव नगर्नु भएको थ्रिल चाहिँ हजुरले 18D सिनेमा पोखरामा आजबाट अनुभव गर्न पाउनुहुनेछ। एकैछिनमा यहाँहरू सबैले पनि हेर्नु नै हुनेछ होइन। आफैले अनुभव गरेपछि अझै प्रष्ट रूपमा बुझ्नुहुन्छ होला के चाहिँ रहेछ यो 18D सिनेमा। नेपालमै पहिलो पटक आएको होइन, पोखरामा पनि अब आजदेखि चाहिँ नयाँ पोखरा हामीले यसै पनि एडभेन्चरको सहर, तालको सहर, गुफाको सहर भनेर चिन्छौँ। र पोखरामा चाहिँ आजदेखि अर्को एउटा एडभेन्चर पनि एड हुँदैछ, 18D सिनेमा पोखरा। आजको भव्य उद्घाटनपछि यहाँहरू सबैजनाले अनुभव गर्नु होला होइन। 18D सिनेमा भनिसकेपछि हामी अर्को दुनियाँमा छिर्ने भनेर बुझ्छौँ। 17वटा दुनियाँ छ हामीसँग। डाइनोसरको युगमा पुग्न सक्नुहुन्छ हजुर, समुद्रभित्र पुग्न सक्नुहुन्छ, स्पेसको दुनियाँमा पुगेर हजुरले तारा ग्रहहरू हेरेर त्यसको बारेमा बुझ्न सक्नुहुन्छ। त्यसपछि हाम्रो वर्ल्ड टुरमा चाहिँ हजुर एकैचोटि 12वटा दुनियाँको यात्रामा जान सक्नुहुन्छ। अन्टार्क्टिकाको स्नो वर्ल्डदेखि हजुर मरुभूमिसम्म चाहिँ 18D सिनेमाको मार्फतबाट जान सक्नुहुन्छ। न कुनै प्लेन टिकट चाहियो, न केमा चढ्नु पर्यो, एउटा सिटमा बसेर नै चाहिँ हजुर अर्को दुनियाँको यात्रामा पुग्नुहुनेछ। त्यो पनि पानीको इफेक्टसँग, हावाको इफेक्टसँग, सिट मुभ गर्छ हजुरले, बबल्स इफेक्टसँग, स्नो इफेक्टसँग चाहिँ 18D सिनेमाको अनुभव गर्नुहुनेछ। आशा छ यहाँहरू सबैजना चाहिँ उत्साहित हुनुहुन्छ यो थ्रिल एक्सपिरियन्स गर्न, यो एडभेन्चर एक्सपिरियन्स गर्न। केही क्षणमा हामी उद्घाटन समारोहपछि यहाँहरू सबैजनाले 18D सिनेमा अनुभव गर्नुहोला। र त्यसपछि अहिले मैले भनेको भन्दा पनि एकछिनमा आफैले अनुभव गरिसकेपछि चाहिँ हजुरले अझै राम्रोसँग बुझ्नुहुनेछ के रहेछ त यो थ्रिल। नेपालमै पहिलो पटक टिमले चाहिँ हजुरको लागि एडभेन्चर एक्टिभिटिजहरू ल्याइरहेको हुन्छ। 18D सिनेमा नेपालमा पहिलो पटक ब्रड बाई फ्लाइओभर इन्टरटेनमेन्ट, र भविष्यमा पनि फ्लाइओभर इन्टरटेनमेन्टले अझै एडभेन्चरस एक्टिभिटीहरू, अझै एडभेन्चर्सहरू हजुरहरूको लागि ल्याउने नै छ। केही क्षणमा अब हामी हाम्रो प्रमुख अतिथिज्यू महानायक राजेशमलज्यूको उहाँ यहाँ प्रस्थान गर्नु भइसकेपछि, उहाँ यहाँ आइपुग्नु भइसकेपछि चाहिँ हामी उद्घाटन गर्नेछौँ। र उद्घाटन गरिसकेपछि आशा छ